हेलो गाइज, वेलकम ब्याक टु माई भ्लग। अनि सबैजना गुड मर्निङ, स्वागत छ मेरो भ्लगमा। अनि आज म जाँदैछु अहिले कलेज, भलुवा पुगेको छु। आज जे भयो नि, म बिहान बिहान उठेँ। आजकल के भएको छ हो, मलाई बिहान बिहान उठ्न साह्रै अल्छी लाग्दैछ। खोइ 2 दिन चाहिँ कलेज गएन। आज जे जसरी भए पनि म उठेँ अनि कलेज जाँदैछु। यो भलुवा पुगेको छु, यो भलुवाबाट हो। अब जाँदैछु कलेजमा, हेरौँ कलेजमा के जस्तो भइरहेछ। 6 दिन त कलेज गइनँ, आज 7वाँ दिनमा जाँदैछु कलेज। लगायत म चाहिँ अहिले भर्खर पुगेँ मुडेरी पुल होइन। अनि मुडेरी पुलको अहिले बिहानको बिहेर आउँछु। यति मस्त भ्यू आउँछ नि बिहान बिहानै। मलाई त्यति राम्रो भ्यू आउँदैन, तर रियलमा नि यति मस्त भ्यू आउँछ नि, के भन्नु। ल म तपाईँहरूलाई हेराउँछु अनि भन्नु तपाईँहरू कस्तो भ्यू छ भनेर बिहान बिहानको। ल यहाँ सौता मस्त सनसेट भइरहेछ। मस्त राम्रोसँग हरियाली भ्यू छ। अहिले त त्यति घाम लागिरहेको छैन, तर कलेज आउने बेलामा 12-1 बजीतिर घाम चाहिँ उभर गर्छ, लाग्छ एकदम टन्टनाएर घाम। छाता पनि लगाएको छुइनँ कि केही छैन, जाँदैछु अब कलेज। जे हुन्छ हुन्छ, त्यही नै राम्रै हुन्छ। ल म जाँदैछु फटाफट कलेज। आज त साथी आएको छैन, आउने बेला पछाडिबाट। म त जाँदैछु अगाडि अगाडि, बिस्तारै बिस्तारै जाँदैछु। बाटोमा भेट्यो भने झन् राम्रो, भेटेन भने एक्लै जान्छु। ल गाइस, छुट्टी भयो, अब जाँदैछु घर होइन। अनि भर्खर म चाहिँ बाइपास पुगेको छु। अझै एउटा क्लास थियो पिएलसीको, 45 मिनटको। त्यो सर चाहिँ क्लास लिनु भएन, गर्मीको कारणले क्लास लिनु भएन। अनि छुट्टी भयो, अब जाँदैछु घर। घाम चाहिँ टन्टनार लागिरहेछ, एकदम ओभर नै घाम गरेको छ। घर गएपछि हिजो भिडियो एडिट गर्न बाँकी छ, त्यो भिडियोहरू एडिट गरेर राख्ने। अनि बेलुकातिर गेम हेरेर आएपछि अनि भिडियो चाहिँ पब्लिक गर्ने। अनि आज गेम चाहिँ सिमरिया भर्सेस रामधुनी छ। अब हेरौँ आज को जित्छ। आज सिमरिया अनि जुनियर टिम छ क्या, अस्ति सिनियर थियो, आज चाहिँ जुनियर। सिनियरले हार्यो अनि जुनियर चाहिँ अहिले जितेको छ। अनि आज हेरौँ जुनियर हार्छ कि जित्छ, अनि म तपाईँहरूलाई हेराउँछु। ल म जाँदैछु फटाफट घर। अब घर गएपछि म भिडियो सिडियो एडिट गर्ने, अनि त्यसपछि म तपाईँहरूसँग भेट्छु। अनि हिजो म तपाईँहरूलाई भनेको थिएँ कि आज कान्छीलाई हस्पिटल लग्छु भनेर, तर म अहिले भन्दैछु हस्पिटल आज चाहिँ नलग्ने। अब त्यो अहिले गाला फुलेको छ नि त, त्यो गाला सट्किएपछि अनि अनि लाने हस्पिटल। अब किन जस्तो भन्दैछु भने, त्यो छ नि दाँत, सानो दाँत निस्किरहेको छ साइडमा, हड्डी साइडमा। अनि त्यो चाहिँ अहिले छ नि त्यो दाँतहरू गिज्जा, त्यो गिज्जा फुलेर दाँत चाहिँ देखिँदैन। त्यसैले अब लगे भने दाँत यसले निकालिदिँदैन, दवा सवा दिइहाल्छ। दवाको लिन्छ 2000-1500 लिन्छ, त्यतिकै पैसा गइहाल्छ। अहिले म सोच्दैछु घरमै दवा किनेर ल्याइदिने दरदको। अनि त्यो अनि गला चाहिँ सड्किन्छ, अनि त्यसपछि हस्पिटल लग्ने, अनि दाँत चाहिँ निकाल्दिने त्यो दाँत। अब हेरौँ के कस्तो हुन्छ। अब जाँदैछु घर। ल गाइज, म चाहिँ कलेजबाट घर पुगिसकेँ होइन। अनि घर पुगेर कान्छीलाई हस्पिटल लग्यो डक्टरले, अनि दवा सवा दियो। 1000 रुपियाँको बिल बन्यो। अब त्यो प्रेसर, ज्वर, टाउको सब थोक दुखिरहेछ, पेट पनि दुखिरहेछ। 2पल्ट उल्टी गऱ्यो बिहान, मलाई थाहा भएन। डक्टरले सोध्नु त के भयो भनेर, अनि डक्टरले भन्नु, अनि म सुने, मलाई भनेन कि उल्टी भयो भनेर। अनि डक्टरलाई भन्नु, अनि मलाई थाहा भयो कि 2पल्ट उल्टी गऱ्यो। भात चाहिँ खाएको थियो, अनि म आएँ, अनि त्यसले खाना खुवाएँ। अनि एउटा फ्रुटी किनिदिएको थियो, अनि फ्रुटी खायो, अनि दवा खुवाएँ। अहिले चाहिँ यता बसेको छ, अनि म चाहिँ यता आएको छु। अब त्यो गला चाहिँ ठिक भएपछि अनि त्यसको दाँत चाहिँ उखारिदिने, अनि भइहाल्छ ठिक। अनि बेलुकातिर जाने गेम हेर्नलाई। ल अब जाँदैछु म भिडियो एडिट गर्नलाई, भिडियो एडिट गर्न बाँकी छ। म जाँदैछु फिल्ड। अब आजको गेम कसले जित्छ यो चाहिँ अहिले थाहा छैन। अब गेममा थाहा लागिहाल्छ। अहिले म बाटोमा छु। अब फिल्ड गएपछि अनि म तपाईँहरूलाई हेराउँछु। आज साथी पनि जान्छ भन्दै थियो, अब साथीको घर जान्छु। अब साथीले के भन्नुहुन्छ, जान्छ कि जाँदैन, अब कि गयो कि के, त्यो त थाहा छैन। अब साथीको घर पुगेपछि अब थाहा लाग्छ। ल म जाँदैछु अब साथीको घर। यहाँ हेर्नु, साथी पनि जान्छ आज। आज केटीसँग बोलेको फुर्सद बल्ल बल्ल पायो। अब जान्छ फिल्ड। फिल्डमा एकदम पुरा भाषण भइरहेछ। म अब यहाँ अब कलाई अब खुट्टा दुन्छु, अनि त्यसपछि जान्छु फिल्ड।
हामी चाहिँ बाटो स्पेन अनि गेम चाहिँ सुरु भइराखेको छ। हामी जब चाहिँ जब पुग्छु तबसम्म गेम सुरु भइहाल्छ। आज ढिलो पुग्यो किनभने भिडियो एडिट गरेर राखेको थियो, त्यहीमा भिडियो एडिट गर्दै थिएँ। अब त्यहाँ गाना बजिरहेछ। ल अब फिल्ड जान्छु अनि तपाईँहरूलाई हेराउँछु। ल गाइस, आज साथीले आइसक्रिम खुवायो, साथी पनि खाँदैछ अनि गेम चाहिँ भर्खर सुरु भइरहेछ। अब खाएपछि अनि म तपाईँहरूलाई हेराउँछु फुटबल। आज सिमरिया भर्सेस रामधुनी छ। लगायत म चाहिँ गेम हेरेर घर आइसक्यो। अनि आजको जितो भन्नाले आजको टिम सिमरिया भर्सेस रामधुनी सैनी मैनी थियो होइन। अनि आजको गेम चाहिँ रामधुनी सैनी मैनीले जितो। कति गोल दियो भन्नाले 3 गोल, हाफको अगाडि नै 3 गोल जितिसकेको थियो। अनि के भन्छ अरे सिमरियाले 1 गोल पनि दिन सकेन। अनि आज चाहिँ सैनी मैनी जितो। अब सेमी फाइनल पुग्यो। भोलि चाहिँ आयोजको खेल छ, भोलि कस्तो हुन्छ। अनि आजको ब्लग यति नै हो। अब जान्छु घर। आजको ब्लग कस्तो लाग्छ भन्नु ल, राम्रो लाग्छ भने लाइक गर्नु, च्यानल सब्सक्राइब गर्नु। हस्, धन्यवाद, बाई। अब जान्छु म ब्लग पोस्ट गर्नलाई।